मलाई सधैँ सोच्न बाध्य बनाउने अर्को प्रश्न हो, किन प्रत्येक युग पुरुषले अन्याय भोग्नुपर्छ? किन प्रत्येक रामचन्द्रले वनवास जानुपर्छ? किन प्रत्येक महात्मा गान्धीले हत्याराको गोली खानै पर्छ? किन प्रत्येक क्राइस्टले सुली चढ्नै पर्छ? मानव समाजको विकास क्रमसँग अभिन्न रहँदै आएको यस्तो विडम्बनाबारे मैले बिपीलाई चिठी मार्फत जिज्ञासा राखेको थिएँ। उहाँले 2019 माघ 28 गते लेख्नु भएको थियो, तिमीले आफ्नो चिठीमा एउटा बडो रोचक प्रश्न उठाएका छौ कि प्रत्येक रामचन्द्रले किन वनवास जानुपर्ने? प्रत्येक क्राइस्टले किन सुली चढ्नै पर्ने? प्रत्येक गान्धीले किन हत्याराको शिकार हुनै पर्ने? उत्तर म पनि खोजिरहेको छु। मलाई लाग्छ त्यसको कारण समाजको द्विपक्षीय तानातान हो। समाजको एक पक्ष छ जो यथास्थितिको ठुलो भार जसले समाजलाई एक ठाउँमा अड्याएर राखेको छ। समाजको अर्को पक्ष पनि छ यथास्थितिमै नअडिरहने, अगाडि प्रगति गर्ने, समाजको विकासको पक्ष। इतिहासको यही पक्षको गाथा हो। कसरी मानिस आफ्नो तत्कालको स्थितिमै आउन नचाहेर अगाडि बढ्ने बाटो बनाउँदै आएको छ। समाजको यथास्थितिको बहारको आफ्नो खिसाब र प्रगतिको अगाडिपट्टिको तनाइले सङ्घर्ष सृष्टि गर्छ र यस सङ्घर्षमा प्रारम्भमा अगुवालाई बारम्बार समाजको अप्रगतिशील तत्त्वबाट दण्डित भइरहनुपर्छ। पछि समाज अगुवाले निर्देशन गरेको बाटोलाई अपनाउन थाल्छ र सुलीमा चढाएको क्राइस्टलाई देवपुत्र भनेर पूजा पनि गर्न थाल्छ। रामको पनि त्यही गति भयो, गान्धीको पनि त्यही। त्यसो हुनाले मौलिक प्रश्न यो छ, के समाजको त्यस्तो गठन सम्भव छैन जसमा प्रगति क्रान्तिकारी नभएर, सङ्घर्षमय नभएर शान्तिमय र स्वयंचालित हुन सकोस्? मेरो दिमागमा सधैँ उठिरहने र कहिल्यै चित्त बुझ्दो जवाफ फेला नपर्ने अरू प्रश्नहरू पनि छन्। सायद सृष्टिदेखि नै मानिसको दिमागलाई यी प्रश्नहरूले रन्थनाइरहेका छन्। सत्य के हो? सत्य यही हो भनेर ठहर गर्ने मापदण्ड के हो? अधिकारी को हो? मानिसले आफ्नो बारेमा निर्णय लिने उत्तम विधि के हो? मैले चिठीमा यसबारे पनि बिपीसँग प्रश्न गरेको थिएँ। 2019 फागुन 29 गते बिपीले लेख्नु भएको थियो, सत्यका सम्बन्धमा म तिमीलाई केही भन्न सक्दिनँ। हाम्रा पुराना ऋषिहरूले सत्यानुसन्धान गर्दा यो निष्कर्षमा पुगे कि सत्य स्वयं तिमी नै हो। तत्त्वमसी एक ठाउँमा भनेको छ, सत्य भनेको ज्ञान र अज्ञान, विद्या र अविद्याको पूर्ण स्वरूप हो। तिमी सत्यार्थकामी छौ, प्रयत्न गर, जिज्ञासा जगाइराख, अनि हेर के पाउँछौ, त्यही हो सत्य तिम्रा लागि। वेद र उपनिषदमा वर्णित सत्यभन्दा पनि ठुलो सत्य तिमीले आफ्नो सम्बन्धमा सोधी पठाएका छौ कि एक्लो असंलग्न जीवन तिम्रा लागि उपयुक्त हुन्छ कि हुँदैन। यदि ममा आजको परिपक्वता नभएको भए सायद झट्ट एउटा सल्लाह लेखी पठाउँथे, तर त्यसो म आज गर्न सक्दिनँ। तिम्रो निर्णय हुनुपर्छ थियो। मानिसका त्यस्ता धेरै निर्णयहरू हुन्छन् जो उसको एकान्तका निर्णय हुन्। त्यसमा अरू कसैको कुनै पनि व्यक्तिको सहयोग वा मद्दत सम्भव हुँदैन। एक्लो उभिएर जीवनको विराटताको मध्यमा आत्माको अगाडि लिनुपर्ने निर्णय हुन्। मेरो अनुभवले तिमीलाई काम दिँदैन। यस्तै एकपटक मैले बिपीसँग प्रश्न गरेको थिएँ, सफलता के हो? जीवनसँग असफलताको के सम्बन्ध छ? 2020 पौष 29 को चिठीमा बिपीले दिएको जवाफ थियो, पाइले पछि सफलता हासिल भएन भनेर तिमी हतोत्साही नहुनु। जीवनमा अनुभव भनेकै असफलता मार्फत जीवनको वास्तविकतासँग तादात्म्यता मिलाउनु हो। सफलताले मानिसको अनुभव बढाउँदैन, असफलताले मात्रै बढाउँछ। मैले तिमीबाट धेरै आशा राखेको छु। बिपीका सम्बन्धमा नेपाली विदेशी राजनैतिक अराजनैतिक धेरैले धेरै सामग्रीहरू लेखेका छन्, प्रकाशित गरेका छन्, टिप्पणीहरू गरेका छन्, तर उहाँ स्वयं आफ्नो बारे के सोच्नुहुन्थ्यो? आफ्नो बारे आफैले सोच्नु र आफैले आफ्नो मूल्याङ्कन गर्नु अति कठिन हो। मैले पटक पटक यस्तै प्रश्न दोहोऱ्याएपछि बिपीलाई यो असामान्य टिप्पणी गर्नै पर्ने अवस्था बन्यो। 2019 वैशाख 29 को चिठीमा बिपीले लेख्नुभयो, यहाँ झ्यालखानामा म आफ्नो सामाजिक कर्तव्य क्षेत्रबाट टाढा राखिएको छु। एक प्रकारले थकाइ मारिरहेको छु। मेरो जीवन अर्थमय या व्यर्थका प्रयत्न र कोसिसले भरिएको छ। मानौ मेरो जीवन एउटा लामो विवाद हो। समाजको व्यवस्था र धनी गरिबको अनावश्यक भेद र अनेक प्रकारको अवाञ्छनीय शोषणलाई मैले स्वीकार गर्न सकिनँ। त्यसो हुनाले मेरो यो अस्वीकारले मेरो जीवनलाई एउटा लामो विवादमा परिणत गरिदिएको छ। यो मेरो विवाद मानिससँग छ। मेरो स्वीकार या अस्वीकार मानिसका प्रति सम्बोधित छ, तर यहाँ झ्यालखानामा अहिले विश्राम गरिरहेको छु। मेरो यो विवाद अहिले स्थगित छ, तर मनमा अर्को विवाद खडा हुन्छ। यहाँको एक्लो अवस्थामा मेरो विवाद सुरु हुन्छ ईश्वरसँग। उसका कुराका प्रति मेरो अस्वीकारको सीमा छैन। मैले उसलाई सम्बोधन गरेर राखेका प्रश्नहरूको उसँग उत्तर छैन, तर उसको जिद्दीपना र ढिपीको पनि सीमा छैन। सम्झाएर नबुझ्ने र नक्चरको कुनै उपाय म देख्दिनँ।